बढी चाहिँ मलाई अहिले के लाग्छ भने हर्क साम्पाङको विजय चाहिँ साँच्चै नेपाली जनताको विजय लाग्छ। उहाँको त्यो सङ्घर्ष मैले हेरेको छु, एक्लो हेरेको छु। र उहाँको पहिलो पटकको चुनावमा म पनि फेरि दोस्रो पटकको चुनावमा म पनि प्रचारमा जाने भनेर अन्तिमसम्म गएको थिएँ। मेरो मसँग राम्रो सम्बन्ध पनि भएको मान्छे हो, धेरै पटक। उहाँको त्यो एक्लो लडाइँ, त्यो लडाइँ यति सङ्घर्षपूर्ण लडाइँ थियो, यति जनताको हितमा त्यो लडाइँ थियो। धरानका जनता र हर्क साम्पाङको विजयलाई हेर्ने हो भने हामी आँखाबाट आँसु गर्छ। साँच्चै जनताको विजय हो। तर अन्य जसरी भएको छ त्यो राम्रो छ, तर हर्क साम्पाङको अति, किनभने आज पनि त्यो रुन मन लाग्छ के, किनभने एउटा भुइँ मान्छे कुनै धनीमानी छोरा पनि हो। मैले राम्रो बोल्यौँ भने पनि यो मान्छे फटा भनेर लगाइदिन्छ। केही सप्रान्त वर्गका मान्छेहरूले, केही वर्गका मान्छेहरूले हामीसँग सँगै बसेर फोटो खिच्न पनि हामीलाई घिन लाग्छ। हामीलाई त त्यस्तो फिलिङ हुन्छ नि त, हामी त दूरदराज र गाउँबाट आएको मान्छे।